राज्यलाई चलाउने जुन मेसिनरी छ अर्थात् सार्वजनिक प्रशासन त्यो कुनै पनि देशको मेरुदण्ड नै हो। तर सोचौं त यदि यही मसिनरी नै एकदमै सुस्त गतिमा चल्न थाल्यो भने के होला? आज हामी यस्तै विषयमा मतलब नेपालको सार्वजनिक प्रशासनको अवस्था, यसका चुनौतीहरू र सुधारका सम्भावनाबारे कुरा गर्नेछौं। ल अब सबैभन्दा मुख्य प्रश्नमा लागौं है त। हाम्रो देशको यो इन्जिन माने सार्वजनिक प्रशासन आखिर किन यति सुस्त छ? किन यो प्रभावहीन जस्तो देखिन्छ? यसको पछाडि के कारण होला नि त? आउनुहोस् यसको जरोसम्म पुग्ने कोसिस गरौं। यो सबै सुस्तताको जड कहाँबाट सुरु हुन्छ भन्दा निजामती सेवाभित्र हुनुपर्ने जुन आधारभूत मूल्य मान्यताहरू छन् नि, हो त्यहीँबाट। अब जग्ने कमजोर भएपछि त पुरै घर हल्लिने नै भयो, होइन र? त्यसो भए के हुन् त यी मूल्य मान्यताहरू? हेरौं। सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो तटस्थता। अब यो भनेको के हो त भन्दा निजामती कर्मचारीहरू कुनै पनि राजनीतिक पार्टीतिर ढल्किनु भएन। उनीहरूको काम देश र कानूनप्रति मात्रै वफादार भएर गर्ने हो। सरकार त आउँछ जान्छ, त्यो आफ्नो ठाउँमा छ, तर प्रशासन त स्थायी र निष्पक्ष हुनु पर्यो नि। यसो भयो भने मात्रै मन्त्री फेरिदैमा विकासका काम रोकिँदैनन् अनि सबै नागरिकले समान व्यवहार पाउँछन्। त्यसपछि आउँछ पारदर्शिता। यसको मतलब सरकारी काम कारवाही र पैसाको खर्च त्यो केही पनि लुकाएर गोप्य कोठाभित्र हुनु भएन। सबै कुरा जनताको अगाडि ऐना जस्तै छर्लङ्ग हुनु पर्यो। आखिर जनताले तिरेको करको पैसा कहाँ कसरी खर्च भइरहेको छ त्यो जान्ने हक त सबैलाई हुन्छ, होइन? जब सबै कुरा खुला हुन्छ, भ्रष्टाचार गर्ने आँट पनि कम हुन्छ अनि सरकारप्रति जनताको विश्वास पनि बढ्छ। अनि तेस्रो, जवाफदेहिता। यो भनेको एकदम सोझो कुरा हो। सरकारी अधिकारीहरूले आफूले जे काम गर्छन् त्यसको जिम्मेवारी लिनुपर्छ। राम्रो गरे जस पाइयो, नराम्रो गरे त्यसको परिणाम पनि भोग्नु पर्यो। उनीहरू कसैप्रति होइन, सिधै जनताप्रति उत्तरदायी हुनु पर्यो। तर सिद्धान्तमा कुरा यस्तो भए पनि व्यवहारमा हेर्ने हो भने यी तीनवटै स्तम्भहरू कमजोर हुँदै गएको देखिन्छ। प्रशासनले जनताको विश्वास जित्न सकिरहेको छैन, कामको नतिजा भन्दा पनि प्रक्रियामै बढी अल्झिरहेको छ। तटस्थता र पारदर्शिता त कायम गर्ने मुस्किल भइरहेको छ अनि नागरिकलाई सजिलो बनाउनु पर्नेमा झन झन्झट दिने खालको संस्कृति पो विकास भइरहेको छ। अब जब यस्तो मूल्य मान्यतामै सङ्कट आउँछ नि, त्यसको सबैभन्दा पहिलो र प्रत्यक्ष असर कहाँ देखिन्छ होला? हो, आर्थिक कारोबारमा। अब हेरौँ न त, पैसाको यो गोलमालको कथा कस्तो रहेछ। यो पैसाको गोलमालको कुरा गर्दा एउटा शब्द हामी बारम्बार सुन्छौं, बेरुजु। आखिर के हो त यो बेरुजु? सजिलो भाषामा भन्दा यो भनेको नियम कानून मिचेर गरिएको आर्थिक कारोबार हो, जहाँ प्रक्रिया पुग्दैन, कागजात मिल्दैन वा हिसाब किताब प्रष्ट हुँदैन, हो त्यही बेरुजु देखिन्छ। यो त आर्थिक अनुशासन नभएको सबैभन्दा ठूलो प्रमाण नै हो। अवस्था कति गम्भीर छ भन्ने कुरा यो अङ्कले नै बताउँछ। 3 खर्ब 30 अर्ब रुपैयाँ। यो हाम्रो आन्तरिक ऋणको रकम हो। यसले हाम्रो देशको आम्दानी र खर्चबीच कति ठूलो खाडल छ भन्ने कुरा छर्लङ्ग पार्छ। यति ठूलो रकमले देशलाई कति आर्थिक भार पारेको होला हामी अनुमान लगाउन सक्छौं। अब हेर्नुस्, ऋण लिनु आफैमा नराम्रो कुरा होइन, तर किन लिइँदैछ र कसरी प्रयोग गरिँदैछ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। समस्या कहाँनिर छ भने हामी कहाँ ऋण लिनुको कारणै स्पष्ट छैन। ऋण लिएर चलाइने प्रोजेक्टहरू पनि राम्रोसँग छानिएको देखिँदैन। त्यसमाथि ऋण दिने दाताहरूको अनावश्यक शर्त र दबावले गर्दा यो ऋण देशको लागि विकासको साधनभन्दा पनि बोझ बन्दै गएको छ। यी जति पनि आर्थिक समस्याहरू छन् नि, यिनीहरूको जड कतै न कतै प्रक्रियागत कमजोरीमै गएर ठोकिन्छ। त्यसो भए अब प्रशासनभित्रको प्रक्रियामा चाहिँ के समस्या छन् त? ल, त्यसबारे अलि गहिरिएर हेरौं। कानून बनाउने प्रक्रियामा पनि 2वटा एकदमै रोचक तर देशका लागि खतरनाक चलनहरू छन्। पहिलो हो लग रोलिङ। यो भनेको सांसदहरू बीचको एक किसिमको गिभ एन्ड टेक जस्तै हो। तिमी मेरो विधेयक पास गर्न सहयोग गर, म तिम्रोमा भोट हालिदिन्छु भनेर मत साटासाट गर्ने। अनि दोस्रो छ भेन्यू शपिङ। यसमा चाहिँ कुनै स्वार्थ समूहले आफ्नो फाइदाको लागि कुन समिति वा निकायमा जाँदा आफ्नो काम सजिलै बन्छ भनेर ठाउँ छान्छ। यी दुवै तरिकाले के गर्छ भन्दा कानूनलाई जनताको भलाइको लागि भन्दा पनि कुनै खास समूहको फाइदाको लागि बनाइदिन्छ। त्यस्तै अर्को ठूलो समस्याको जड हो सार्वजनिक खरिद मानि सरकारी ठेक्कापट्टाहरू। यहाँको प्रक्रिया यति लामो र झन्झटिलो छ कि काम सुरु नहुँदै आधा समय त प्रक्रियामै बितिसक्छ। अनि हाम्रो एउटा चलन छ सबैभन्दा सस्तो खोज्ने।
तर सस्तो खोज्दा खोज्दै गुणस्तर कता पुग्छ पत्ते हुँदैन। अनि सबैभन्दा खतरनाक कुरा के छ भने कहिलेकाहीँ त कुनै खास व्यापारिक समूहलाई फाइदा पुर्याउनको लागि कानून नै फेरबदल गरिन्छ। ल समस्याका कुरा त धेरै भए, अब यत्तिकै बसेर त भएन हैन, समाधानका बाटाहरू पनि त होला नि। त्यसो भए अब सुधारको खाका कस्तो हुन सक्छ त्यतातिर लागौं है त। कुनै पनि सुधारको जग भनेको बलियो अनुगमन प्रणाली हो। हामीले व्यक्तिलाई हेरेर गरिने सुपरवेक्सन भन्दा पनि प्रक्रियामा केन्द्रित हुने अनुगमनमा जानु एकदमै जरुरी छ। यसको मतलब के हो भने फलानु मान्छेले काम गर्यो कि गरेन भनेर उसलाई मात्रै हेर्ने होइन, बरु काम सही प्रक्रिया अनुसार भयो कि भएन भनेर समग्र प्रणालीलाई नै जाँच्ने हो। यसो गर्दा सिस्टम बलियो हुन्छ अनि कोही एकजना व्यक्तिमा भर पर्नु पर्दैन, नतिजा पनि दिगो हुन्छ। सुधार भनेको कुनै एउटा काम गरेर मात्रै हुँदैन, यसको लागि त चौतर्फी प्रयास चाहिन्छ। जस्तै एकातिर फजुल खर्चहरू घटाउने अनि अर्कोतिर सूचना प्रविधिको प्रयोग गरेर अनुगमनलाई चुस्त बनाउने। त्यतिले मात्र पुग्दैन, कर्मचारी तन्त्रमा नैतिक मूल्य मान्यतालाई फेरि जडाउनु पर्यो, प्रक्रियाहरूलाई सरल बनाउनु पर्यो अनि सबभन्दा महत्त्वपूर्ण कुरा, हरेक निर्णय प्रक्रियामा नागरिकलाई पनि सहभागी गराउनुपर्छ। अन्त्यमा स्रोत सामग्रीको यो एउटा भनाइले नै सुधारको सबैभन्दा ठूलो सार बताउँछ। सुधार भनेको टालटुल गर्ने वा सानोतिनो मर्मत गर्ने काम मात्रै होइन, यो त निजामती सेवाको प्रक्रिया, सोच, संस्कृति, नीति र व्यवहार सबै कुरालाई जरैदेखि परिवर्तन गर्नु हो। भन्नुको मतलब यसलाई पुरै रिइन्जिनियर र रिडिजाइन नै गर्नुपर्छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। यी जति पनि ठूला प्रशासनिक सुधारका कुराहरू भए, यिनीहरूले हामी जस्ता साधारण नागरिकको दैनिक जीवनमा साँच्चीकै कस्तो परिवर्तन ल्याउन सक्छन् होला? यो प्रश्नको उत्तर हामी सबैले मिलेर खोज्नुपर्ने बेला आएको छ।